उचाइमा तपाईको नाम हुनेछ, सफलताको हर उचाइमा तपाईको नाम हुनेछ, तपाईका हरेक पाइलामा दुनियाँको सलाम हुनेछ। समय जति कठिन किन नहोस्, हिम्मतले साहसले समयलाई पास गर्नुस्। एक दिन समय पनि तपाईको गुलाम हुनेछ, एक दिन समय पनि तपाईको गुलाम हुनेछ। जोरदार ताली उहाँका लागि। म तपाईको पनि हात समात्न चाहन्छु। सफलता एक बार होइन हजार बार मिलोस्, सफलता एक बार होइन हजार बार मिलोस्, तपाईका खुट्टा तान्नेलाई सदैव हार मिलोस्। यही शुभेच्छा शुभकामना तपाईलाई, तपाईका हरेक पाइला पाइलामा यो सारा संसारको साथ दमदार मिलोस्, यो सारा संसारको साथ दमदार मिलोस्। जोरदार ताली प्रमुख अतिथिज्यूका लागि, नेतृत्वज्यूका लागि। Back stage, are you ready? Please welcome on the stage. म अब ढिला नगरिकन आजका निर्णायकज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ आजका निर्णायक, उत्कृष्ट निर्णायक, निष्पक्ष निर्णायक। म सरस्वती उहाँको नाम लिने अनुमति चाहन्छु। नृत्य निर्देशक सुमन जङ्केसीज्यूलाई म आफ्नो यो सम्मान पत्र ग्रहणका लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। जोरदार ताली उहाँको लागि, नृत्य निर्देशक ज्यूका लागि। कलाकारिता क्षेत्रमा उहाँको यो महत्त्वपूर्ण योगदानलाई हामी उच्च कदर गर्दै सँगसँगै यो सम्मान पत्र प्रदान गर्दैछौँ। कृपया जोरदार ताली हाम्रो सुमन जङ्केसी सरको लागि। कृपया जोरदार ताली, सम्मान स्वरूप जोरदार ताली। यसै गरी निर्णायकमा हुनुहुन्छ साहित्य सम्राट, ठिकै बोले? ठिक छ नि? साहित्य सम्राट फुलारा लिटरेचर फाउन्डेसन नेपालका संस्थापक भीष्मराज फुलाराज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। जोरदार ताली उहाँका लागि। साहित्यिक क्षेत्रमा तपाईँले पुर्याउनु भएको यो योगदानको लागि, निकै लामो समयदेखि साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानको लागि हामी विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छौँ। कृपया जोरदार ताली भीष्मराज फुलारा सरको लागि। यो सम्मान ग्रहण हुँदैछ, सम्मान प्रदान हुँदैछ। सम्मान आफैमा कति विशेष हुनुहुन्छ र यो सम्मान विशेष छ, अझ तपाईँको ताली बिना खाली खाली नै हुन्छ, त्यसैले बजाउँदै जानुहोस् जोरदार ताली। यसै गरी आदरणीय निर्देशक, हास्य अभिनेता दिवाकर भण्डारीज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। दिवाकर भण्डारी सरको लागि। मेरीबासी निकै नै लोकप्रिय टेलिसिरियल रहेको छ। उहाँको त्यसको निर्देशक हुनुहुन्छ, हास्य अभिनेता हुनुहुन्छ र कलाकारिता क्षेत्रमा पुर्याउनु भएको यो योगदानको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु सरलाई। विशेष धन्यवाद साथसाथै जोरदार ताली फेरि पनि दिवाकर भण्डारी सरको लागि। एक फोटो मेरो पनि।